मेरो लागि म त गाडा त भोटै हाल्न जान्ने जान्न म त त्यस्तो भनेर हुन्न नि जान्न म त रानीको छोरा दिए पनि यति भोट चाहे घन्टीमा है भोट चाहे घन्टीमा 30 वर्षदेखि देश लुटेछ यहाँ पैसा लुट्न हिँडेको भोट चाहे घन्टीमै होइन किन खुट्टा ठडो पारे अर्केको माटो ज्यान जाला खुट्टाले टेकिदिने उहाँले हातले टेकेर हिँडे यो पालि कसलाई भोट हाल्ने यसपालि त हाम्रो नयाँ पार्टी हो सिधै कुरो माटो होइन अब यो चाहिँ त्यो अब के हो यो हल्लाउने खत्तम घन्टीमा हो भागित देखा जाएगा भोट केमा रुखमा के यसरी भोट कसलाई हाल्ने हो जसले रल्छ कतो उसलाई अंकल नमस्कार थोरै कुरा गरौँ है के कुरो गर्नु पर्यो अबको प्रधानमन्त्री जनताले कसलाई बनाउँदैछन् जनताको कुरो जनतालाई थाहा हुन्छ मलाई थाहा हुन्छ मेरो कुरो भन न खत्तम बाई बाई भोट चाहिँ घन्टीलाई हाल्नुपर्छ है बा देश विदेशबाट धेरै गाली आउँछ म्याग्लिनलाई तपाईँ हार्नुभयो भने मैले 1 महिनालाई फेसबुक डिलिट गरेर कसैको गाली नखानु ए बाबु कहाँ छ रे घन्टी म त देख्दिन है यहाँ छ क्या आमाई ए यहाँ रहेछ औ यो छाप लाउने कहाँ हो एमालेको कार्ड राख्न रहेछ सूर्यको उहाँ बङ्गलादेशको प्रधानमन्त्री भागेर बङ्गलादेशबाट भारत गएकी थिइन् हाम्रो प्रधानमन्त्री भागेर बालुवाटारबाट सुपारीटार गए सुपारीटार भनेको मकवानपुरको प्यारेको भोट केमा भाइ ठ्याक्कै मनमा के छ ल भोट केमा भोट त घन्टीमै हो नि घन्टीमा हो अनि जबरजस्ती लाउनला हो यो अब यसो हल्का साइड बिजनेस तेरो बुवामीले भोट कहाँ हाल्न भने घन्टीमा घन्टीको नेता को रे बेलुन के गरे भने केपी ओलीले जित्न सक्छन् अब केपी ओलीले जित्नलाई हजुर अब पुनर्जन्म लिनुपर्छ ए हामी त भोगटे खाँदैछौँ त यहाँ कहाँ पर्छ बालिन शाहलाई चाहिँ के भन्नुहुन्छ बालिन शाह आफ्नो तहमा आएर बस्नु पर्यो त मन्त्री हुन्छ भनेर पाखुरा सुर्किनु भएन खत्तम रासोपाको यतिखेर ठन्डा स्कुटरमा राखेर प्रचार गर्दै दुई व्यक्ति भोट केमा हुँदै घन्टीमा पक्का हो अङ्कल र आन्टीमा बिन्ती गर्छु भोट दिनु घन्टी बेबी दादा के मलाई छोड के भन्ने यो सूर्य छोड नत्र भएर हाम्रो सम्बन्ध सेट एमाले तैँले त नाम दाम काम सबै बेचेर आज त गर्लफ्रेन्डसँग नि छुट्ने पो बनाउने भइस् त भोट केमा म जेन्जियो आज काङ्ग्रेसको र्यालीमा आयो होइन
यहाँ 1000 रुपियाँको तेल हालियो केटा अब हामी लमा अब यो झन्डा सन्डा फालेर तेल सेल हालिसक्यो होइन यहाँ झन्डा फालेर अब हामी तेल सेल भत्ता सत्ता खाएर घरतिर लाग्यो है केटा यो र्याली स्याली होइन अनि आऊ घन्टी जिताऊ केटा भोट चाहिँ घन्टीमा हाल्ने जिताउने एमाले भन्दै थियो क्या हामीले त्यही विचार गर्छौँ के बोल्ने यता आउनुहोस् के भन्ने भोट गलैँचामा है भोट गलैँचामा घन्टीमा भोट तिमीले त भोट हाल्न मिल्दैन बाबु मम्मीले हाल्नुहुन्छ त खत्तम दाइलाई दिने है भोट चाहिँ बाले हो बालन दाइलाई ल ल ल जे घन्टी भन भाइ है मा चिलेमा केमा हाल्ने बत्तीमा मुजी बत्ती नभएन मुजी मोबाइल चार्ज गर्न पाउँछ साटा अरे को हुन्छ त बत्तीबाट को उठ्नु भयो के घिसिङ भन्ने हजुर बुझेन लान्छ त हामी तपाईँलाई त्यहाँ हेर्न के छ चुनाव जितिन्छ अरे यार कति पल्ट भन्नु चुनाव जितिन्छ 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 डाक्टर साहब नमस्ते नमस्ते स्वागत छ यहाँलाई ल भन न केपी ओली कि बालेन खै को हो म त जान्दिनँ कसलाई भोट दिने कसैले केही गर्दैन नदिने यसलाई उहाँहरूको घरमा त काङ्ग्रेसको झन्डा रहेछ सर ठिक छ झन्डा चाहिँ उहाँहरूको अधिकारको कुरा गणतन्त्रको घर हो यो खत्तम सर तपाईँले छ नि अन्तिममा केही सन्देश दिनु पर्यो हाम्रो अडियन्सहरूलाई हाम्रो यो नयाँ च्यानल जो हामीले हामीलाई हेर्दै सूर्यलाई त नदिने भोट नदिने एमालेलाई त म भोटै दिन्न यो पालि भोट केमा मामा आए घोडा भोट केमा भोट केमा आमा बुवा दाजुभाइ दिदीबहिनीहरू हाम्रा कयौँ उम्मेदवारहरू अहिले आशा गरिरहनु भएको छ मेरो नाम चाहिँ ब्रान्डेड मोक्तान ब्रान्डेड नाम हम सोधेको मैले हजुर नाम ए नामै ब्रान्डेड कसले राखिदिएको नाम हो नाम यो अब यस्तै हो कपडाहरू अलिक ब्रान्डेड ब्रान्डेड लाइन्छ त्यही भएर चाहिँ अलिकति ब्रान्डेड केल्मी है Turlung. चुनावमा कति पैसा लिनुभएको थियो मैले 5000 हजुर कसले ल्याएर दिएको कसले दिएको उम्मेदवार कहाँ हुनुहुन्छ सर्वप्रथम हाम्रो आन्टी यहाँ भेट हुन आएको छ तपाईँ भोट के माल्न चाहनुहुन्छ
चुनाव पछिको अवस्था तपाईँले कस्तो देख्नुहुन्छ? राजसभाको पोजिसन के होला? हरिबिजोग राजसभाको हरिबिजन होइन देशको आयो आयो बालेन्दै आयो रुखा ढल्यो सुरेनी हजुरको फोटो हालेर होइन यसपालि घन्टीमा ठोक्नु पर्छ ड्याडी। घन्टीमा ठोकिन्छ नि त ताल ठोक्ने। भयो अब तपाईँ मन्त्री छोडेर चाहिँ चुनावमा किन हालिनु भएको? अहिले भर्खर त्यो त भाषण गरेँ अनि त्यो भाषण सुनेन। अनि गाउँ गाउँ पुग्नुभयो, बस्ती बस्ती पुग्नुभयो, के भन्छन् जनता? जेसुकै भनौँ म चाहिँ के भन्छौ भनेर म सोध्ने मान्छे होइन। यहाँ त मान्छेले धम्की दिए तेरो काम गर्दिन ऊ गर्दिन हामी छौ नि हामीलाई फोन हाम्रो नम्बर राख्नु होला कसको भन्छ हाम्रो घन्टीको खुसीको हाँस हो। हुनुहुन्छ कि जानुहुन्छ सीता? पर्खिन्छ त्यहाँ भेट्दै भेट्दै जान्छौँ। धेरै नसोचौँ, हरेकलाई पालो दिए होइन। एमाले पुरै सरकार चलाएन, काङ्ग्रेसले 2 त्यागै सरकार चलाएन, चलायो त। माओवादीले चलाएन, 64 आएको होइन, आयो त। सबैले काम गरेकै हो, योगदान पनि गर्यो, राजनैतिक परिवर्तन पनि ल्यायो। तर अहिलेको अवस्थामा आउँदाखेरिमा त मान्छे खुस हुन त सकेन नि। त्यस कारणले यो हिसाबले यहाँले हेर्नुहुन्छ भने यो चुनाव विशेष गरिकन परिवर्तनको पक्षमा यहाँहरूले आफूलाई उभ्याउन जरुरी छ र परिवर्तन आफूबाट सुरुवात गर्न जरुरी छ। त्यस कारणले परिवर्तन अरू हुनुपर्ने, हामी हुन नपर्ने सम्भव छैन।